Hi guys, welcome back to my YouTube channel. I hope तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। म नि ठिकै छु। भर्खर रोगाले छोडिरहेको छ है। भोइस सुनिरहनु भयो होला तपाईँहरूले। अनि अहिले म चाहिँ पानी एकछिन पर्यो त्यसपछि रोकियो अनि म चाहिँ अहिले धेरै समयपछि फेरि गोठाला गर्न गइरहेको छु है। आज त्यो गाइज गोठालो गराइ कस्तो हुन्छ। धेरै ढिला भइसक्यो 2 बजिसकेछ। जाँदैछु गएर बाख्रालाई एकछिन घाँस चाहिँ दिँदा चाहिँ एकछिन जङ्गल डुलाउनु पऱ्यो त्यसपछि ल्याएर बाँधिदिन्छु। बाख्रा अहिले खोलिसक्यो अनि लाँदैछु जङ्गल लान्छु। त्यसपछि ससानो बचेडाहरू छ यिनीहरू त्यहाँ अड्किने हो झाउ हुने भयो गयो लगिदिएँ मैले नि। यतादेखि बाख्रा आउँछ कि सोचेको आएन। म उता फर्किँदैछु तलतिर कुदिरहेछ उता तेर्सो गयो जस्तो छ। र बाख्राहरू चाहिँ यता चढ्दैछ नि अब फर्किँदैछ। यहाँ छ त्यो कालो बच्चा छ त्यो चाहिँ लास्टै अल्छ क्या हिँड्नै हिँड्दैन। अनि त्यता कोही त्यतातिर छ त्यता रुखहरू यता चाहिँ छ उत्तिसको रुखहरू हो यो। यस्तो उत्तिसको रुखहरू छ यो मुनि चाहिँ बाख्राको ठालो गरेको रुगा लागेर हिँड्नु मन छैन। टक्कल लाएर रुगाले भर्खर छोडिरहेछ त्यही भएर हिँड्न सक्ने अवस्थै छैन। अनि अहिले 3 बजिरहेछ 3:30 हुन आँटिरहेछ। 3:30 4 बजेतिर चाहिँ बाख्रा नि मैले बाँधिदिन्छु। घाँस नि अघि खुवाएको यो त्यही भएर बाख्रा बाँधिदिन्छु होइन। अनि घरतिर गएर सुत्छु। गर्मी यस्तो लागिरहेछ यस्तो कुदायो बाख्राले त्यही भएर गर्मी चाहिँ खत्रै लागिरहेछ मलाई। अब बाख्राहरू त्यता चढिरहेछ चढिसकेर निस्किएर जाने बित्तिकै लगेर बाँधिहाल्छु मैले। त्यही हो गाइस एकछिनपछि भेट्नुपर्छ आए त। सो मैले चाहिँ बाख्राहरू बाँधेर नि आएर यहाँ बसिँदैहरूकोमा बसिरहेको छु। त्यही गाइस आजको भिडियो यतैतिर व्यवस्था दिनुपर्ने हुन्छ। थ्याङ्क्स फर वाचिङ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। बाइ बाइ गाइस नेक्स्ट भिडियोमा भेट्नुपर्छ आए त।